जान दिएन है हामीलाई भन्नाले टाइम भएन रजनीहरूले हामी कोबे टावर छौँ उतै आउनु होला दिदी उता पर माथि टावर चढ्नु नै छ अहिले टाइम भइसक्यो क्या अब पुरै खाली भइसक्यो त पुरा यो कहाँको बन्द जस्तो लाग्छ भन्दा यो अर्लङकोट पारी क्या डान्सिङको माथि हो क्या त अर्लङकोट पारी हामी जान्थ्यौँ क्या कुखुरा हान्न त्यहाँ चार्न पठाउँथ्यौँ टोइलेट हो यहाँबाट हिँड्दै हामी तलै गएको लास्टैसम्म अनि खाली खाली आउने बाँकिरहेको मान्छे लिन होला बाँकिरहेको भन्दा यो टाइम अनुसार घुम्छ क्या यहाँ आएर बस्ने भनेको ढिलो भयो यहाँ आएर हजुर पुरेको छ क्या यहाँ त क्यामेरा दायाँ बायाँ जहाँ कहाँ आँखेको छ फुलहरू रोप्नलाई तपाईँहरूलाई त यसरी यहाँ गार्डन घुम्नु त होइन कि गाडी हिँडेर पार्किङ आफै ब्रेक हाल्नु कस्तो बनाउँछ सिस्टम यहाँ छ संसार गरे 5-15 सम्म है आफै घुल्ने बेला अझ लाग्यो होइन अझै गएर आफै ट्याक्क लाग्छ होइन टाइट हुन्छ यहाँनिर छ सबभन्दा अग्लो यो खालको हाम्रो बहिनीहरूको बिहा हुनु पर्यो 3 बहिनीको जेठी माइली साङ्गी कान्छी अझै हुन्छ काइली कान्छी त्यससँग सलेहान उनीहरू बिचाराले साना भएर काइली कान्छीहरू अन्जु र रजनी उनीहरू झर्न आउन नसकेर भरनीहरू हुन्छ यतिनै भरनी हो दाइका भाइका छोराछोरीहरू यत्रो हुन्छ सानो पिउँछ जस्तो आफ्नो फोटो किन आउनु भनेको त उता फर्काएरै उस भएर होला के अरे क्यामेरा डराएर होला भीम भान्जाले नगएको देखेर जल्ने होला क्या राम्रो छ सँगै हिँडेको बानी पहिला भान्जा बाबु अहिले कोमामा छ पुरा भयो शान्ति पनि अनुहार देखाउनुहोस् क्या कहाँ छोप्नुहुन्छ आफूलाई चाहिँ कसले भन्छ छोलो त 3 बहिनीले यसो
हेर चिन्दैनन् का पछि कोरोना लाग्छ नहुने मम्मी कोरोना नाम सहित नामाकरण गरिदिनुहोस् अनि त्यहाँ चिनिहाल्छ यतै बसौँ बस आज बिहानको घाम त कति बिहानै डोल्नु दिदी यो होटेल हो खोइ यो यो हो म उस्तै त्यो चुच्चो परेको पनि यो बिल्डिङ अलिक डिफ्रेन्ट छ नि अरूभन्दा यो चाहिँ डिफ्रेन्ट आएको त यो चाहिँ मन पर्यो मलाई कि अरूभन्दा के यो चुच्चो भएको त आना कराउनु के होटल आना हैछ त नि प्लाजा आना क्राउन प्लाजा रहेछ त्यहाँ नजिक जाँदा यति भ्याएको छ उयो पनि हैछ यो रातो पऱ्यो भित्र लाइटहरूसँग पोइन्टमा चाहिँ यहाँ चाहिँ खासै नझक्ने नि सर कटाङ नगर्ने होइन नेपालमा जस्तो हुन्न यहाँ त हामी उल्टी बस्दा केही भयो नि तिमीहरू सुल्टे जान्छ होइन त्यसै तपाईँलाई मल साँधो छ र हेर लाइभ हालेको हालेको छ दुईटा डराएर साँट गरेको के हामीहरू त अब लक्की हो कि जसरी पनि जित गरिहाल्ने अब नाइ भन्नु नि मिलेन कि त सानो मान्छे बन्नु पर्थ्यो जिती भनेर जित्नलाई ठुला बाडा भन्दा अर्कै सुन्नु भयो होइन अन्जु त डराएर नहालन यो त साथै जान्छ उस्तै पऱ्यो आयो त होइन